ल हेर्नुहोस् साथी घर अहिलेसम्म केही नरहेको मान्छेले ल हेर्नुहोस् फोटो टिलिक्क पार्नु भयो देख्न सक्नुहुन्छ। अनि घर खाएको थाल नउठाउने मान्छेले ल हेर्नुहोस् कसरी ल हेर्नुहोस् कसरी हाम्रो साथीहरूले चाहिँ भाडा तस्किरहेको विशेष गरी हाम्रो रमेश मामा हाम्रो भान्जा खाएको थाल नमान्ने भान्जा आजलाई राम राम मेदीले गर्नु गरेछ केटाहरूलाई ल हेर्नुहोस् देख्न सक्नुहुन्छ। यतिसम्म बनाइसक्यो है 40 दिने मेदीले काम नै ठुलो भन्ने हाम्रो धारणा। हामी फागुन 21 गते चुनाव निपसेर सफल पार्छौँ एकदम हामी उसकोमा के भन्छ शान्ति सुरक्षा कायम गरी एकदम सफल पार्छौँ भन्दै हामी चाहिँ ल हेर्नुहोस् भाडा नि धस्काउन सुरु गरिसक्यो देख्न सक्नुहुन्छ। हाम्रो दाइ चाहिँ आफ्नो पोचा लाएर आइसक्नु भयो ल है ल गाई ल हाम्रो अब यो गोठो त भइहाल्यो मेसको गोठो हाम्रो सरहरूको पकाउने हामीले खाने यहाँ हो भने यो गोठो बाँकी छ धस्काउने मस्काउने चम्काउनेमा यो भातको कुकर हेर्नुहोस् नि हामी अहिले ब्रेङ डाँडामा छौँ हाम्रो काम चलिरहेको छ